हामी हजुरहरुलाई यो कपाल कसरी काट्ने भनेर सिकाउँदै छौं। आफ्नो कपाल आफै यसलाई देख्नुहुनेछ तपाईले। यो एक नम्बरमा हामीले गर्दै छौं। जहिले पनि हामीले लेफ्ट अथवा राइट साइडको पोइन्टबाट काट्नु पर्ने हुन्छ त्यो लेभल मिलाउनलाई। देख्न सक्नुहुन्छ यहाँहरुले यो जुन कान भन्दा माथिपट्टिको भागको लेभल सँगै दिनुपर्छ, जसले गर्दा यो तलमाथि नहुने गर्छ मेसिनको लागि। कतिपय ठाउँमा तलमाथि अलिअलि आफै काट्दा पुरै हुन्छ, तर त्यसलाई सुधार्दै गयो भने पक्कै पनि सफल हुन्छ। यो हजुरले देख्दै हुनुहुन्छ। यहाँनिर अलिकति दुईतिरको साइड भइसके पछाडि मात्रै हामी पछाडि जानेछौँ। यो साइड कटिङ भइरहेछ। जिज्ञासा लाग्न सक्छ यहाँहरूलाई कसरी यो सम्भव छ भनेर। त्यही कारणले मैले यो भिडियो हजुरहरुसँग प्रस्तुत गरेको छु, ताकि हजुरहरुले पनि आफै काटेर आफ्नो सेल्फ डिपेन्ड गर्न सक्नुहुन्छ भन्ने आशा राखेको छु। यो मुभिङ गर्दाखेरि स्ट्रोकमा जानुपर्छ। हामीले हातले अन्दाज गरेर लेभल मिलाउनु अरू केही उपाय गर्दैन। यो जुन पछाडिपट्टिको हड्डीलाई क्याच गरेर मात्रै हामीले फाइनल्ली अब यो हामीले पछाडिको यो नम्बरको कटिङ सकिसकेका छौँ। अब हामीले यसलाई लेभल मिलाउनलाई योभन्दा एक स्टेप मात्रै माथि लानुपर्छ। स्टेप चाहिँ बिर्सिनु हुँदैन, कुन स्टेपको काम गरौँ भनेर हामीले यसलाई हजुरहरूले यो लेभल चाहिँ एकदम मिलाएर हाल्नुपर्छ। अहिले हामीले यो त्योभन्दा एक स्टेप माथिको लेभलमा गरेका छौँ, जसले गर्दा त्यो लेभललाई चाहिँ अलिकति तलमाथि नदेखाएर एउटै लेभल जस्तो फिनिसिङ ल्याउन मद्दत गर्दछ। यो पछाडिपट्टिको यो भागलाई चाहिँ अन्दाजै गरेर गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ हजुरहरूले निहालेर हेर्नु होला र यो सिपलाई हजुरहरूले पनि प्रयोग गरी आफ्नो कपाल स्वयं आफैले काट्नको लागि यहाँहरूलाई मैले विशेष अनुरोध गरेँ। यो जुन बेला कोभिडको बेलामा लकडाउन हुँदाखेरि मैले पनि त्यतिखेरबाटै मैले यो आफ्नो कपाल आफै काट्न सिकेको हुँ। कुनै भिडियोको माध्यमबाटै मैले हेरेर यो आफै ट्राई गर्दाखेरि आज यहाँसम्म काट्ने भएँ। एक दुईचोटि बिग्रिन्छ, त्यसलाई हात्तिनु हुँदैन, मिलाउन पनि मिल्छ। कोही साथीको माध्यमबाट मिलाउन मिल्छ, ट्राई गर्दा गर्दै हुने कुरा हो। विशेष यहाँहरूले ध्यान दिएर हेर्नु होला। अनि हजुरहरूलाई कस्तो लाग्छ यो लाइक अनि कमेन्ट र सेयर गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। केही सुझावहरू भए, हजुरहरूमा केही जानकारी भए यसरी गर्दा अझै बेस्ट हुन्छ जस्तो लाग्छ भने पनि कमेन्ट